हेलो साथीहरू, वेलकम छ तपाईहरुलाई मेरो सानो छोटो मिनी ब्लगमा। म चाहिँ आज मोमो खाने भनेर प्याज काट्दैछु। हेर्नुस् है, म चाहिँ प्याज काट्दैछु मोमो खानु पर्यो भनेर। आज बुधबार हो नि त, बुधबार चाहिँ अलिकति टाइम हुन्छ यसो के बनाउनु खानु मन परेको पनि। अरू बेला त दोकान जानुपर्छ, त्यो भएर भ्याउँदिनँ नि त। आज चाहिँ मोमो बनाउँछु भनेर प्याज किमा गर्दैछु। हजुरहरूको कसलाई मनपर्छ मोमो है? त्यही भएर सानो मिनी ब्लग पनि म तपाईँलाई सेयर गर्दैछु। मोमो रेडी भइसकेर पनि तपाईँलाई म देखाउँछु है त साथीहरू। यस्तै हो, आफूले घरमा बनाएर खाएको चाहिँ अर्कै टेस्ट हुन्छ नि त, बाहिर किनेर खाएको भन्दा चाहिँ। त्यो भएर मैले चाहिँ प्याज काटेर अघि नै यसरी प्याजलाई चाहिँ सबै बोक्रा निकालिसकेको छु हो। अन्त म चाहिँ किमा गर्दैछु। प्याज काट्दा चाहिँ एकदमै आँसु आउँछ, तपाईहरुलाई पनि त्यस्तै हुन्छ अहिले प्याज किमा गर्दा चाहिँ आँखा पुरा पोल्छ नि त। तपाईले मेरो भिडियो हेर्नुहुन्छ भने लाइक होइन कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनुहोस् है साथीहरूलाई। हजुरहरूको पनि युट्युब च्यानल छ भने सब्सक्राइब गर्नुहोस् अनि मेरो भिडियोमा छोटो छोटो कमेन्टहरू छोड्नुहोस् ल। तपाईहरुलाई म कमेन्ट हेरेर ब्याक दिन्छु। एउटा सर्ट भिडियो हेर्नु भने चाहिँ फुलै एकदम फुल वाच गर्नुहोस् है, त्यसपछि मात्रै सब्सक्राइब गर्नुहोस् है, नभए चाहिँ वाइटीले सब्सक्राइबरै घटाइदिइहाल्छ हो। तपाईँहरू सबैलाई थाहा छ नि कति मेहनत लाग्छ सब्सक्राइबर बढाउनुको लागि। हुन त म त्यतिकै अब टाइम पासको लागि भिडियोहरू हालेको है, र पनि अब आफूलाई सब्सक्राइबरहरू वाइटीले घटाइदिँदा चाहिँ अलिक राम्रो लाग्दैन रहेछ। अन्त म चाहिँ यो प्याज किमा गर्दैछु। तपाईहरुलाई भरे म मोमो बनाइसकेपछि चाहिँ भिडियो सेयर गर्छु है। तपाईहरुलाई भिडियो भन्दा नि मैले मोमो बनाउँछु, तपाईहरुलाई पनि सेयर गर्छु कस्तो बनाएँ भनेर है। अन्त अहिले चाहिँ तपाईँ थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु होला, सबैजनाले सेयर गरिदिनु होला है साथी।